गुड मर्निङ अभिषेक। अनि कस्तो हुँदैछ हाम्रो बेनीदेखि हुम्कलाको यात्रा? बानी भइरहेछ। अनि बाटोहरू राम्रो छ। एक्साइटिङ छ बाटोहरू। अनि गाडी बढ्दैछौ। गाडी बढ्दैछ। तिमी त बढेको छैनौ, तिमी चाँगुदैछौ होइन? ल ठिक छ ठिक छ। ल ल ल अनि के भन्नु छ? अब यो बाटो त यस्तै हो है, सबैजना आऊ अहिले रमाइलो गरौँ भन्ने चाहिँ हाम्रो भनाइ हो। यतिकै मिठो गर्नु यति मिठो गर्नु। हामी अब पछाडि जाँदा ठिक होला। हामी अब पछाडि जाउँ है। ल पछाडि हाम्रो के भनेर केटाहरूले भन्नु बाँकी छ? के भनेर केटाहरू तिमीहरूले जे भन्न नि पाइयो। बाटोको विषयमा बोल्यौ कि बाटोको धेरै बोले, अब अरू कुरो निकाल्नु पर्यो। ट्याक्क 6 बजे उठियो। आज 5 बजे त अल्ट्रा मात्रै बजे हो। अनि आएर ट्याक्क चियासिया खाएर सपिङ गरेर चाहिँ आएर 10 मिनट जति भएपछि साजा खाइयो होइन। त्यहाँनिर मिठो दुध खाइयो, अन्डा खाइयो, डाइट चिया दुध चिया ठिकै थियो। मिठाई थियो क्या। अनि त्यहाँ चिया खाएर त्यहाँबाट हामी चाहिँ उकालो लाग्यो। बाटो एकदम अप्ठ्यारो, ढुङ्गा के गर उकालो बाटो होइन। सङ्घर्ष गरेर हिँड्दैछौँ अहिलेलाई हामी। अब यात्रा अगाडि बढ्दैछ हाम्रो होइन। ल ठिक छ, अहिलेलाई यति नै राख्नु। अलि भोलिलाई पनि कन्टेन्ट चाहिन्छ। अर्को सर्टमा है। ल अब केटा होइन है, झर्ना झर्ना नै आइसक्यो। फेरि भने जस्तै छ। दलतिर फेरि भने जस्तै देखिरहेछ। अब हाम्रो यात्रा चाहिँ हुम्कलासम्म छ। हुम्कला यहाँबाट चाहिँ 1 घन्टा बाँकी छ। अबको बाटो चाहिँ पानीमा हुनेवाला छ जस्तो। ठ्याक्कै ढुङ्गा बसेर अगाडि अर्को मान्छे चित्त दुखाएर केही छैन। नमस्कार, म बाबु दिनेश। हामी चाहिँ अहिले हुम्कलातर्फ लाग्दैछौँ। अब लगभग 1 घन्टामा हामी हुम्कला पुग्छौँ। अहिले जिपको यात्रा हाम्रो एकदम रमाइलो भइरहेको छ। हाम्रो दाइले गर्दाखेरि, ड्राइभर दाइले गर्दाखेरि हामी सबैजना मिलेर जाँदैछौँ होइन। एकछिन दिनेशको भन्दा त ठिक होला। ल फेरि दिनेशजी के भन्न चाहन्छु? होइन म भन्न चाहन्थिनँ, उसले भन्छ। अब मेरो स्टाफले भन्छ। अब एउटा स्टाफ भएको नाताले चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, अब बाटोमा मेरो जे जति खर्च आए पनि मेरो मालिकले उठाउनुहुन्छ। मालिकले जे भन्नुहुन्छ म त्यही हो। यति नै हो मेरो शब्द यति नै हो। अनि दाइले के भन्न चाहनुहुन्छ? मैले त स्टेरिङै हुनु पर्यो नि त। मेरो चाहिँ भइहाल्यो। भइहाल्यो ल, बोल्नै पाइएन क्या। के कस्तो अनुभव भइरहेछ होइन भाइहरूसँग? तपाईँहरू मेरो ठाउँमा घुम्न आउँदाखेरि मलाई एकदम खुसी लाग्छ होइन। तपाईँहरूले यसरी बोकेर हाँसेर हिँड्दाखेरि मलाई एकदम खुसी लाग्छ होइन। तपाईँहरू अरू पनि यो भिडियो मार्फत हेरेर आउनु होला। अनि कन्ट्याक्ट नम्बर छोडिदिनु न ल दाइ। कन्ट्याक्ट नम्बर म्यासेजमा राखौँला है डिस्क्रिप्सनमा।
हामी हुम्काला आइपुगिसकेका छौँ र हुम्कालामा चाहिँ पुरै प्याक छ खाना खाने मान्छेहरू होइन। यात्रा सफल रहोस् भनेको र एउटा मन्दिर पनि बनाएर यहाँ ठ्याक्क ल धार्मिक आस्था पनि हुनु पऱ्यो नि त होइन। ओम नमः शिवाय होइन। यहाँ आउँदा आउँदै एउटा मन्दिर पनि रहेछ, निकै नै राम्रो छ भित्र। यो कुरा नि ठाउँ बाटो हेर्दाखेरि त धेरै कठिनाइ छ होइन, तर पनि जति कठिनाइ छ त्यसमा त्यति खुसी छ क्या। त्यो भएर हामी त्यो कुराहरूलाई चाहिँ बुझ्नुपर्छ। त्यस्तै ठाउँमा हो, एकदम नेपालमा नभएको ठाउँ छैन, सबै ठाउँ एकदमै राम्रो छ। मात्र अर्थतन्त्र बिग्रेको देशको, राजनैतिक बिग्रेको, देश बिग्रेको छैन। अब बिस्तारै हुन्छ, हामी फेरि बाटोमा भेट्नेछौँ है त गाइस। यू तर पर्सपेक्टिभ अब सुरु स्टार्टिङमै अलिकति उकालो रहेछ। सिनेरी जस्तो छ अलि हाल्छ। हामी जाँदैछौँ, अलिअलि स्यासा पनि भएको छ है। Let's go. I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit and the coffee ain't hit yet, damn ain't that great. I don't wanna go to work cause my boss is a jerk and I'm not even that paid. I need a change in my life cause I don't feel alive and there's nothing that makes me happy. Hold my beer for a minute, I'm about to quit my job, cash in for a ticket. I'm going on a trip and I don't plan to visit. I'm gonna stay there till I feel like I'm winning, and this is just the beginning. I need a big change, help me feel like living. I need a big swing, home runs I'm hitting, and I'll never look back, moving on till I get it all. And we all got dreams, we all want things, but what you gonna do for it? How you gonna move for it? What you gonna be? And do you believe you can do anything? But what you gonna do for it? How you gonna move for it? What you gonna be? Yeah, this is my life, my strife, my right to fight, to die. लास्टमा चाहिँ दुईजना मात्र हो, तपाईँ अगाडि गइसके, हामी चाहिँ अलि हिँड्न सकेनौँ। अहिले हामी ठ्याक्कै 2 घन्टा 3 घन्टा पछि होइन सादी खर्क आइपुग्यो। यहाँ चाहिँ कटेजहरू रहेछ, बस्ने ठाउँ रहेछ होइन। हामीलाई यहाँ फुङफुङ झरना हो, के हो त्यो, कुन झरना हो, त्यो झरनाबाट चाहिँ यहाँ आउन आधी घन्टा लाग्ने रहेछ। ल केटाहरू पछाडि छ, पढ्ने कि जाने, यसो एकछिन बस्छु गऱ्यो है। अब चाहिँ हामी के खाँदैछौँ, लेस देज। अब हामी कहाँ आइपुग्नु लाग्यो अब हामी के अरे के खोला अरे, मुस्कट खोला के अरे, बिस्कुट मेला त माथि हो। अब 1.5 घन्टामा चाहिँ त्यहाँ पुग्ने भनेर चाहिँ लेखेको छ, तर 2 घन्टा जति लाग्छ होला सायद। अहिले यहाँ यहीँ नजिकै के हो ठाउँको नाम बिर्स्यौ? के भयो भन्ने थियो। सो हेलो एन्ड गुड मर्निङ फ्रम कुन ठाउँ, बुस्केट मेला। र अहिले चाहिँ हामी माथि पञ्चकुण्ड ताल जाँदैछौँ। बिहानको त्यस्तै 8:30-9 बजेको छ अहिले होइन। केटाहरू सबै अगाडि गइसक्यो, हामी चाहिँ बिस्तारै अघि बढिरहेछौँ। चिसो छ बुस्केट मेलामा, हिजो बस्दा पनि ओपन चिसो थियो। अब यहाँ नेटवर्क त छैन, तर पनि हामी हिजो अस्ति होइन टेन्ट बुक गरेको थियो, टेन्ट लिएर आयो, मान्छे ओभर क्राउड थियो। खाना खायो, खाना खान नि 3 घन्टा 4 घन्टा कुर्नु परेको थियो केटाहरूले। सो गाह्रो छ, आफ्नो लागि आफै
म्यानेज गरेर आउनु होला, सबै प्रिपेयर भएर आउनु होला। अहिलेको टाइममा मान्छेहरू धेरै आइरहेको छ भइसक्यो। अब चाहिँ हामी माथि पञ्चकुण्ड तल पुगेर आउनेछ है त। हामी फाइनल्ली 5 पोखरी आइसकेछौँ। 5 पोखरी रे, पञ्चकुण्ड आइसकेछौँ। म त 5 पोखरी पो भनेर कि ल सफल भइयो। गाह्रो त अब जय नेपाल। ल अनि कष्ट भइरहेको थियो हेर्दाखेरि चाहिँ बस्नु लाग्छ। तर धेरै नै भिडियोहरू बनाइयो, रमाइलो भयो। अब हामी यहाँबाट चाहिँ पोखराको लागि भनेर यात्रा सुरु गर्नेवाला छौँ। त्यही नै हो मेरो भनाइ चाहिँ। सबैजना आइदिनु होला। अनि अब आउने हाम्रो यहाँ घुम्न आउने मान्छेहरूलाई चाहिँ के कुराले अब भनौँ न के चिज चाहिन्छ होइन, कसरी आउँदा ठिक हुन्छ त्यो भनिदिनु पर्यो अलिकति। आफ्नो निड्स चाहिँ अलिकति यहाँ चाहिँ अलिकति पुरा नहुने सम्भावना चाहिँ धेरै छ। किनकि यहाँ सफिसियन्ट मात्र टेन्टहरू छ दाइहरूसँग। त्यहाँपछि आफैले बोकेर आउँदा चाहिँ ठिक हो, सक्दो। त्यही नै भन्छु म चाहिँ। अब आफ्नोले खानेकुराहरू बोकेर आउनु, टाइममा भात खान पाइँदैन, अलिकति गाह्रो छ। त्यही नै हो। तर ठाउँ रमाइलो छ, अलिकति कष्ट पनि झेल्नुपर्छ। त्यही नै हो। ल यति भन्दै हाम्रो अन्नपूर्ण नर्थ बेस क्याम्पलाई चाहिँ अहिलेलाई भाइ भन्न चाहन्छु होइन। हस् त, नमस्ते। ल अर्को हाम्रो सरजी आउनु भएको छ। गणेश चाहिँ एमसी अन्नपूर्णको पञ्चकुण्डमा आइपुगेछौँ। आउँदाखेरि हामीले चाहिँ बाटो एकदम बेस्ट छ। कसैको कुरा नसुन्नु होला। कसैले उकालो उकालो भनिदिन्छ, कसैले 150 भनिदिन्छ, नसुन्नु होला। 150 उकालो उकालो छ, एकदम बेस्ट छ। बस्नलाई, खानालाई, सुत्नको अलिक मुस्किल छ। सबैले आफ्नो व्यवस्था गरेर आउनु होला। यो वर्षलाई चाहिँ लिमिटमा मात्रै छ क्या सबै सामान। अब त्यो पुरा नहुन पनि सक्छ। अरूले भन्दैन ए सबै छ भन्नेला नि त्यसको पछि नलाग्नु होला। राम्रोसँग आफ्नो व्यवस्थित गरेर आउनु होला। एकदम बेस्ट छ घुम्नलाई, रमाइलो छ है। ल यति भन्दै म चाहिँ ल को ह्यान्डसम दादा आउनु भएको छ हाम्रो रसुवाबाट चाहिँ होइन। उहाँको यात्रा धेरै नै टाढाबाट थियो अनि यो सायद टिकटक युट्युबबाटै देखेर यहाँसम्म आइपुग्नु भयो होला होइन। अनि तपाईँको शब्दहरू के राख्न चाहनुहुन्छ? यो अब लेक चलेको होइन पछिल्लो समय लगभग 1 वर्ष नै भयो होला। 1 वर्ष भयो होला यो लेक अलिक पपुलर भएको। सबै त्यही भएर चाहिँ राम्रो छ अरे, हेरौँ रमाइलो छ अरे भन्ने हिसाबले आयौँ। त्यही भएर हामी पनि त्यही बिचमा ठिकै छ नि त, जाऊँ न त, नजिक पनि छ टाढा पनि छैन भन्ने हिसाबले आयौँ। तर यहाँ चाहिँ सङ्घर्ष चाहिँ अलिक बढी नै गर्नु पर्यो। अरूको लागि त केही छैन। बाटो चाहिँ एकदम राम्रो छ। 1 करोड बजेटमा चाहिँ 2-3 वर्ष अगाडि मात्रै बाटो चाहिँ सम्पन्न भएर चाहिँ सिँढी बाटो सबै पर्फेक्ट राम्रो छ। त्यहाँबाट माथि लागेपछि हाम्रो त्यस्तो धेरै उकालो पनि छैन। तलमाथि झिकझ्याक जोस् राम्रै छ बाटो चाहिँ। यहाँ सबभन्दा गाह्रो भने चाहिँ खाना बस्न व्यवस्थापन चाहिँ राम्रो रहन्छ। अब सायद यहाँनिर अब समितिहरू पनि हुनुहुन्छ होला, उहाँहरूले पनि अब धेरै राख्नु हुँदैन भन्ने जस्तो कुरा गर्नुभएको रहेछ। तल हामी हिजो बसेको ठाउँमा चाहिँ जम्मा 40 जनाको क्यापेसिटी रहेछ। हामी त्यहाँ लगभग थियौँ 100 देखि 150 जना थिएनौँ त हामी थियौँ। बाहिर आगो बालेर बस्ने 2-3 टोली थियो होइन। अनि त्यहाँबाट भित्र त्यो हामी त टेन्टवाला त छुट्टै भइहाल्यौँ। टेन्ट हामीले चाहिँ जोस् टेन्ट लिएर आएको थियौँ। त्यही भएर पनि सजिलो भएको थियो हामीलाई चाहिँ। अनि त्यो हुँदाखेरि चाहिँ बाहिर आगो तापेर बस्ने, बाहिर बस्नेहरू रातभरि त्यो चिसोमा आगो पनि छैन, के नै बल्छ र कति तातो हुन्छ अरे। त्यस्तो अवस्थामा चाहिँ सबैले बाहिर आगो बालेर बाहिर बसेर राति 2 बजे मान्छे त्यहाँ बस्न नसकेर राति 2 बजे हिँड्न बाध्य भयो क्या ट्रेकमा होइन। त्योसम्म समस्या रहेछ यहाँ। अब 40 जनाको क्यापेसिटीमा 100-150 जना कसरी एडजस्ट गर्ने सकिँदैन नि। खानालाई पनि हिजोको सबभन्दा पीडित होइन त खाना खानेमा। 3 घन्टा म उभिएर लाइन बसेँ, खाना खान पाइनँ मैले। तै पनि उभिएर खाना खाएर हिँडेँ म। त्यतिसम्म पीडा छ खाना खानेमा चाहिँ। अब सकिन्छ भने 1 दिन बढी बस्ने गरी आउने होइन।
एक दिन बडी बस्ने गरी आउने, टेन्सन लिएर आउने आनन्दले। अब नर्मल तातो पानी खान गाह्रो, 2 दिन भइसक्यो हामीले पानी खानु पाएको छैन। समस्या त्यही छ, केटाहरू बिरामी पनि भइसक्यो होइन, पानी खान पाएको छैन। बरु सानो ग्यास लिएर आउने, अनि पानी सानी तताएर चाउचाउ तातो चिजहरू सुप झोल खानु पर्यो नि त चिसोमा, त्यो खाएर त्यसरी चाहिँ व्यवस्था गरेर आयो भने अझै सहज पनि छ, रमाइलो छ। अब यहाँ आइपुगेपछि त एकदम होइन र एउटा बिच कुरा राखेँ मैले होइन, हाम्रो यो बेनीबाट हुमखोलाको यात्रा कस्तो थियो र गाडीको जिपको कस्टहरू चाहिँ कसरी लिनुभयो होइन, यो समितिलाई पनि हामीले त्यहाँ बेनीको पुलिसलाई पनि केही कुरा राखेका थियौँ हामीले, उहाँहरूले कसरी लिनुभयो के लिनुभयो तपाईँले त्यो कुरा नि खुलासा बेनीको बेनीबाट चाहिँ हामीले माथि स्कर्पियोमा आउनु पर्ने रहेछ। त्यहाँनिर चाहिँ अलरेडी नै स्कर्पियोहरू त टन्नै पाइन्छ, त्यो पाइँदैन भन्ने त हुँदैन, अलरेडी टन्नै पाइँदो रहेछ। अनि त्यहाँ चाहिँ ड्राइभर दाईहरूसँग कन्ट्याक्ट गरेर दाई लैदिनु जोस् 7-8जनाको टिम लिएर आउनु हुँदो रहेछ। पर हेड 1500 चाहिँ लेख्नु हुँदो रहेछ। अब बाटोको हिसाबले त नाइ भन्न नसकिने नि छ, त्यति त अब पर्छ पनि। बाटो त तपाईँको साह्रै उकालो पनि छ, अप्ठ्यारो बाटो, यस्तै पहाड छेडेर लिएर आएको छ। अब 1500 भने ड्राइभर दाईको लागि पनि सबैको लागि पनि तेल खर्चदेखि सबै पनि चाहिन्छ, आवश्यक पनि हुन्छ। अब भाडा त त्यस्तो एक्सपेन्सिभ छैन, अब बाटो चाहिँ एकदम डेन्जर नै छ यहाँनिर। सजिलैसँग यहाँसम्म चाहिँ आइन्छ हिँडेर चाहिँ गाडीको बाटो झन् डर लागेको छ है, पुरै पहाडको बिचमा यस्तो चेपेर लिएर आएको छ, त्यो पनि हेर्न मजा आउँछ। सबै यहाँ पनि अझै मजा छँदैछ यहाँ आइपुग्दा। त्यो बाटो जुन हाम्रो त्यो गाडी बाटोको यात्रा छ नि, त्यो उकालो जतिको जुन यस्तै पहाड छ नि, झन् मजा छ त कि त, बाहिर हेर्न नसक्ने अवस्था छ होइन त, बाहिरबाट तल हेर्न सकिन्न। ल आजको लागि यति नै गरौँ र ठिक छ, अब सकिन्छ भने आउँ है, नजिकै छ ट्रेक, त्यति लामो ट्रेक पनि होइन, 2-3 आफ्नो व्यवस्थित भएर आउँ, अब रमाइलो गरौँ। अब आएर अरू एउटा के सजेसन दिन्छु भने सबैजनालाई मैले, बाटोमा फोहोरहरू चाहिँ एकदम बढी देखेँ, मसँग 2-3 खल्ती फोहोरहरू छ है। अब आफूले खाएको फोहोर चाहिँ सकेसम्म आफ्नै खल्तीमा राखौँ, कसै यहाँ फोहोर नगरौँ, किनभने भर्खर पर्यटक आउने बेला छ यहाँ होइन, सबैले आएर फोहोर फ्यालिदिने गर्दाखेरि नराम्रो देखिन्छ। अब सरसफाइ गर्नलाई यहाँनिर होटल त कहीँ एउटा दुईवटा छ, सरसफाइ गर्ने टिमहरू पनि छैन, म्यानेजमेन्ट राम्रो छैन, त्यही भएर आफूले गरेको फोहोरहरू चाहिँ आफैले कहाँ हुन्छ, अब तल गएर बेनी गएर सकिन्छ भने त्यहीँ, नभए कतै होटलतिर आफू बसेको ठाउँमा त्यहीँनिर फ्यालेर जाने त्यो व्यवस्था त्यो चाहिँ गर्नुपर्ने हुन्छ। हस् त धन्यवाद। के भन्न चाहन्छु? हामी अब फोटो खिच्न आएको रहेछौँ होइन, अनि गाह्रो भइरहेको थियो, अहिले चाहिँ अलि मजा आइरहेछ, सहज महसुस भइरहेछ। जे होस् एउटा दुःख अनुसारको फल चाहिँ पाइयो होइन, नसोचेको ठाउँमा आउनु एउटा ठुलो कुरा हो कि, मान्छेको एउटा ड्रिम हुन्छ यो ठाउँ आउने यार, हामी त्यो ठाउँ आइरहेछौँ यार। खिच्ने भिडियो गएर सबै सकेर अब चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्यौँ होइन। अब चाहिँ आज हामी सकेसम्म बेनी खरा गएर बस्ने विचारमा हिँडेका छौँ। साथीहरू त अगाडि गइसक्नुभयो, खानासाना भन्दै हुनुहुन्छ होला, तलै जानुपर्छ खाना भन्नलाई पनि सेकेन्ड भन्ने बित्तिकै पाइँदैन, अलिक समय लाग्छ, आधी घन्टा 1 घन्टा सोच्नुपर्ने हुन्छ। हामी चाहिँ एकछिन यहाँ भिडियो बनाउनु भनेर बस्नु जानुभयो, अब हामी पनि लाग्यो है। ल हामी चाहिँ झर्दैछौँ है, अब चाहिँ अब चाहिँ तागत आँखा नि त, नत्र आउँदै आउँदैन तागत नआएर बल्ल बल्ल तागत आइरहेछ, अलिकति त्यही पनि, धेरै त होइन। बाटोहरू यस्तै छ कि तलक तलक हिँड्नुपर्छ, चप्पल लाग्छु। आज चाहिँ जुत्ताले गाह्रो बनायो, खुल्लै खुला हो आउने चाहिँ, टक्क नथे पछि आउने बेला चाहिँ है। ल हिमालहरू चाहिँ कता भन्दाखेरि हिमाल चाहिँ यहाँ चाहिँ
भक्क कागहरू पनि एउटा दुइटा छ उडिरहेको छ के गरेको छ केही नै ल है त आज अहिलेलाई चाहिँ यति राखेर है